राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि देशभर एकसाथ सुरु हुँदैछ। गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकहरूलाई 5 दिनको विशेष तालिम दिई कार्यक्षेत्रमा खटाइएको कार्यालयले जनाएको छ। आगामी वैशाख 2 गतेदेखि असार 7 गतेसम्म सञ्चालन हुने यस अभियानका लागि बागलुङ 33 गणक र 5 सुपरिवेक्षक परिचालन गरिएको जिल्ला आर्थिक गणना कार्यालय बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार चैत 26 गतेदेखि 30 गतेसम्म तालिम सम्पन्न गरेर गणकहरूलाई फिल्डमा पठाइसकिएको छ। यस गणनाले औद्योगिक तथा व्यापारिक संरचनाको वास्तविक अवस्था पहिचान गर्ने, रोजगारी सिर्जनाको अवस्था विश्लेषण गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा विभिन्न क्षेत्रको योगदान मापन गर्ने लक्ष्य राखेको छ। विश्वसनीय र यथार्थपरक तथ्याङ्क सङ्कलनका लागि गणकहरूलाई विशेष प्रशिक्षण दिएको बताइएको छ। जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले यो राष्ट्रिय महत्त्वको अभियान भएकाले सबै सरकारवाला पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। गणनामा वस्तु उत्पादनदेखि सेवा प्रदायकसम्मका औपचारिक तथा अनौपचारिक सबै व्यवसाय समेटिनेछन्। नेपालमा यसअघि विक्रम सम्वत 2075 मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना सञ्चालन गरिएको थियो। यस पटक सङ्कलित तथ्याङ्कले आगामी नीति तथा योजना निर्माणमा महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।